के हामीले यो अहिलेको सिद्धान्त र प्राथमिकतामा के परिमार्जन हुन्छ वा त्रुटि सच्याइन्छ? के भोलि प्रस्तुत हुने बजेटमाथि पनि छलफल गरिसकेपछि त्यसले के करेक्सन गर्छ? पनि यस प्रकारको छलफल र बहसले हामीलाई कता लैजान्छ भन्ने प्रश्नमा हामी सबै गम्भीर हुनुपर्ने आवश्यकता छ। हाम्रो लोकतान्त्रिक मूल्यहरू पद्धतिहरूमाथि पनि हामीले पुनरावलोकन गर्न जरुरी छ ताकि हाम्रो छलफल र बहसले सार्थक परिणाम दियोस्। होइन भने छलफलको निम्ति छलफल, बहसको निम्ति बहसको के अर्थ हुन्छ भन्ने प्रश्न हामी सबैले सोच्नु पर्दैन? हामी शासकीय स्वरूपमा परिवर्तन गरौँ, राजनीतिक अस्थिरता अन्त गर्नको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली प्रमुखमा जाउँ। यो महँगो र भ्रष्टीकृत निर्वाचन प्रणालीलाई फेरौँ, समानुपातिक निर्वाचन प्रणालीमा जाउँ। सांसदलाई कानुन बनाउने कुरामा केन्द्रित गरौँ, सरकारमा मन्त्रीहरू संसद बाहिर जाउँ र नयाँ एउटा परिवर्तन त्यो ढङ्गले गरौँ। दोस्रो कुरा, हामीले सुशासनको क्षेत्रमा ठोस प्रभावकारी कार्यक्रम अगाडि बढाउँ। अहिले जुन प्रकारको देखा परेछ त्यसले दलालहरूलाई, भ्रष्टाचारीहरूलाई प्रोत्साहित गर्ने खालको छ, त्यसरी चल्दैन। विधिको शासन पनि छैन, भ्रष्टाचारमाथि नियन्त्रण र भ्रष्टाचारमाथि कारबाही पनि छैन। यसलाई पुरै परिवर्तन गर्नुपर्छ। त्यसकारणले क्रमबद्धता आवश्यक हो, प्याराडाइम शिफ्ट आवश्यक हो, संरचनात्मक परिवर्तन आवश्यकता हो, सुशासन आवश्यकता हो, मितव्ययिता आवश्यकता हो। मितव्ययिताको कोडबाट भन्ने हो भने म प्रस्ताव गर्न चाहन्छु सांसदहरूको सङ्ख्या घटाउँ पुरै। यो अहिले जति छ टोटल तलदेखि पुरै भनेको मतलब तलदेखि माथिसम्मको यो जनप्रतिनिधि सभाहरूको सङ्ख्या घटाउँ। दोस्रो, मन्त्रीहरूको सङ्ख्या घटाउँ। प्रदेशको मन्त्रालयको सङ्ख्या र मन्त्रीको सङ्ख्या त झन् घटाउनै पर्ने हुन्छ। संविधानमा जो माथि लेखिएको छ यो सङ्घीय सरकारको पनि त्यसमाथि पुनर्विचार गरौँ। नयाँ ढङ्गले जाने बाहेक हामीसँग कुनै विकल्प छैन। त्यो तदनुसारले पुर्याउने सङ्कटमा नै हो। यो कुरामा चाहिँ म विशेष अपिल गर्न चाहन्छु। त्यसै गरी हाम्रो अगाडि राज्यको अङ्गहरूको पनि पुनरावलोकन र पुनर्संरचना गर्नु आवश्यकता छ। राजनीतिक भागभण्डाको आधारमा नियुक्ति गर्ने शैक्षिक संस्थाहरूमा, अदालतमा, न्यायालयमा, अख्तियारमा, निर्वाचन आयोगमा यो कुरालाई पुरै बन्द गर्नुपर्छ। यो भन्न जति सजिलो छ लागू गर्न त्यति कठिन छ भन्ने कुरा सही हो, तर यसलाई त्यो दिशातिर नलैकन हाम्रो लोकतन्त्रको प्रत्याभूति गर्न सकिँदैन र लोकतन्त्रको प्रत्याभूति नगरिकन न समृद्धिको प्रक्रिया अगाडि बढाउन सकिन्छ, न हामीले चाहिँ प्रतिगमनलाई रोक्न सकिन्छ।